हेलो नमस्ते दिस इज मनोज एके मन्जरी फेरि पनि भिडियोमा स्वागत छ। आजको मेरो दिन चाहिँ आफ्नै ठाउँबाट सुरु हुन्छ। यो ठाउँ चाहिँ धरान 8मा पर्दछ। आज चाहिँ लाइक ऱ्यान्डम यो समयले कता पुर्याउँछ सबै यो भिडियो मार्फत कभर गर्नेछु। धरानको मौसम हिजो चाहिँ आज पनि एकदमै खुलेर रमाइलो भएको छ। केही समयमा भोक लागेको महसुस भएपछि हामी धरानको लोकल स्टाइलमा पकाएको फ्राई राइस खान्छौँ। यो देखिरहेको उकालो बाटोले हामीलाई धरानको नयाँ गन्तव्य झन्डा पार्क तर्फ लैजान्छ। यो पार्कबाट चाहिँ विशेष चिसो हावासँगै धरानको सुन्दर दृश्यको अवलोकन गर्न सकिन्छ। धरानमा अवस्थित एक प्रसिद्ध धार्मिक स्थल पिण्डेश्वरी मन्दिरको दर्शन गर्छौँ र यस मन्दिरमा विशेष बोलमको समयमा धेरै भक्तजनहरूको घुइँचो देख्न पाइन्छ। धरान एक ऐतिहासिक महत्त्व बोकेको ठाउँ पनि हो। यो देखिरहेको प्रवेशद्वार चाहिँ ऐतिहासिक किराँत विजयपुर दरबारको हो र यस ठाउँमा पञ्चकन्या मन्दिर लगायत अन्य मठ मन्दिरहरू पनि रहेको छ। यो देखिरहेको बलको शालिग निकै पुरानो हो र घुम्दा घुम्दै थकित भएर हामी चिसो पिउँदै अस्ताउँदै गरेको धरानलाई हेर्दै आजको भिडियो यही समाप्त हुन्छ। फेरि अर्को भिडियोमा भेटौँला। भिडियोलाई लाइक र सब्सक्राइब गर्न नभुल्नुहोला। बाई बाई।